हजुर सरले मलाई यो ERP को बारेमा चाहिँ एकदम स्पष्ट बनाइदिइहाल्नु भयो। पक्कै यो भिडियो हेर्नेहरूले पनि पक्कै बुझ्नुहुनेछ। अनि यो टप केयर भनेको के हुन्छ यसको बारेमा पनि थोरै आज मैले धेरै कुराहरू ब्रिफिङ गर्ने मौका पाएँ नि त तपाईँको माध्यमबाट। तपाईँले सोधेकै कारणले गर्दाखेरि के हुँदो रहेछ भने यो हामीले आजभन्दा 7 वर्ष पहिले होइन जब कम्पनी इटालियन टिम आएर हामीलाई ट्रेनिङ दिनुभयो त्यति बेला चाहिँ बल्ल आएर थाहा भयो कि हामीलाई कुनै पनि मान्छेले यदि आफ्नो कपालमा केमिकल लगाउनुहुन्छ भने कलर चाहे जुनसुकै कम्पनीको होस्, नेचुरल कपालमा कलर लगाउन बित्तिकै कालो कपाललाई डार्क कपाललाई लाइट गराउन बित्तिकै त्यो ड्राई त हुन्छै हुन्छ। संसारको कुनै यो एकदमै ठुलै कम्पनीले पनि यो भन्न सक्दैन कि मेरो कलर युज गरेर कपाल ड्राई हुँदैन भन्नु सक्दैन होइन। ड्राई हुन्छै हुन्छ कुनै न कुनै पार्टमा, कति धेरै कति थोरै भन्ने कुरा हो होइन। यस्तो कन्डिसनमा के जरुरी रहेछ त भन्दाखेरि कलर गरिसकेपछि ब्लिच गरिसकेपछि हामीले कुनै न कुनै स्याम्पू कुनै न कुनै ट्रिटमेन्ट क्रिम कुनै न कुनै सेरम त युज गर्छौँ आफ्नो कपालमा। तर गर्दाखेरि कुन चाहिँ गर्ने त भन्दाखेरि टप केयर। अब यहाँ ठ्याक्क नाम के लेखेको छ त भनेर संसारमै टप केयर भनेको यसले एकदम माथिल्लो बिन्दुमा गएर कपालको के गर्छ त यसले रिपेयर गर्नपट्टि लाग्छ। यही भएर के गर्छ तपाईँ टप केयर भन्ने एउटा शब्दले के बतायो तपाईँको यदि कहीँ कतै कलर गर्ने क्रममा ब्लिच गर्ने क्रममा कपाल ड्राई ड्यामेज भएको छ भने त्यसलाई यसले चाहिँ केयर गर्छ बचाउँछ भन्ने कुरा आयो। र अब आज तपाईँकै माध्यमबाट तपाईँले सोधेकै माध्यमबाट मैले सबैलाई के कुराहरू सेयर गर्न चाहन्छु भने नेपालमा सल्फेट फ्री स्याम्पू, प्याराबिन फ्री स्याम्पू, कलरिङ फ्री स्याम्पू भन्ने कन्सेप्टहरू चाहिँ प्रोफेसनली रूपमा सलुनमा गएर बुझाउनु चाहिँ सबभन्दा पहिले हामीले गरेको 7 वर्ष पहिले होइन। यसको के अर्थ रहेछ त भन्दाखेरि अझै पनि बजारमा हेर्नुहुन्छ नि धेरै कम्पनीहरू त हजारौँ कम्पनीको ब्रान्डहरू आएका छन् होइन। जहिले पनि सल्फेट फ्री भनेर भन्नुहुन्छ होइन। अनि सल्फेट फ्री भन्नुहुन्छ तर एउटा कुरा जनतालाई के थाहा छैन त भन्दाखेरि जस्तो हामीले ग्यास्ट्रिक भएको मान्छेलाई ग्यास्ट्रिक औषधि सजेस्ट गर्नु पर्यो, प्रेसर भएकोलाई प्रेसरकै औषधि सजेस्ट गर्नु पर्यो हो कि होइन। तर एउटा स्याम्पू बनाएको छ सल्फेट फ्री छ प्याराबिन फ्री छ ल ग्यारेन्टी छ ल लिनुहोस् है भनेर के भयो जनताहरूले बेचिरहेको छ। अब यस्तो स्याम्पूले सल्फेट फ्री ट्रिटमेन्ट हुँदैन, रिपेयर हुँदैन। सल्फेट फ्री हुँदैमा रिपेयर हुँदैन। के हुन्छ त भन्दाखेरि सल्फेट फ्री भनेको गाज नआओस् भन्ने हो। गाजले पछि ड्राई गर्छ होइन। नहुँदाखेरि तपाईँले पहिले कपाल मिच्दैखेर पहिले धेरै फिज आउँथ्यो नि, हामीलाई पनि फिज मन पर्थ्यो नि त। त्यो फिज आउनाले के हुँदो रहेछ फिज आउँदासम्म त राम्रो भयो, पछि के हो त्यो सुकिसकेपछि ड्राई हुँदो रहेछ। ड्राई भइसकेपछि के हो त कपाल चुट्टिँदो रहेछ होइन। त्यही भएर सल्फेट फ्रीको अर्थ रिपेयरै चाहिँ होइन। सल्फेट फ्री अर्थ गाज कम आउने भएपछि कपाल ड्राई हुनु पाएन भन्ने कुरा आयो र सल्फेट फ्री हुनु चाहिँ पऱ्यो तर रिपेयर पनि त आउनु पऱ्यो। एलिक्जर केयर भन्ने एउटा के छ हाम्रो ब्रान्ड छ हो। लिजाको एउटा ब्रान्ड चाहिँ के हो त एलिक्जर केयर। एलिक्जर केयरको काम के त भन्दा कसैले कपालमा कलर गर्नु ब्लिच गर्नु हो र त्यो एकदम डल छ साइनै आउँदैन होइन। त्यो मकैको त्यो जुगाहरू जस्तो चल्ला परेको कपाल हुन्छ भने त्यस्तो कपाललाई चाहिँ रिपेयर गर्दै साइन दिने काम चाहिँ एलिक्जर केयरले गर्छ। यो स्याम्पू होइन यो स्याम्पूले नुहाइसकेपछि टावेलले ड्राई गरेर कपाललाई टावेलले ड्राई गरेर यो मास्क चाहिँ जराबाटै लगाउनु भन्छ हाम्रोमा। कसैले के भन्छन् जरामा लगाउनु हुन्न भन्छन्। जरामा लगाउनु हुन्न भन्नेमा के हुँदो रहेछ भने त्यो केमिकल छ त्यसले रुटलाई कमजोर गराउँछ भन्ने कुरा हो। हाम्रो के छ भने जरामा लगाउनु बित्तिकै के हुँदो रहेछ भनेपछि हाम्रो स्क्याल्प यसमा भएको न्युट्रिसन चाहिँ हाम्रो हिटले तान्ने भयो नि त। तानेपछि पछि गएर के भने स्क्याल्प बलियो भयो भने त जरा राम्रोसँग समाउने भयो। खेतमा तपाईँले धान लगाउनु होइन त्यो राम्रोसँग मोइस्चर भएको खेत भयो भने चाहिँ जरा समातेर बसेको हुन्छ, नभए त त्यो खेतहरू फाटेका हुन्छ चिरा परेको हुन्छ निक्लिहाल्छ। त्यो भएको हुनाले लामो समयसम्म ब्लिच गरेको कपाल छ ड्राई ड्यामेज छ साइनिङ छैन भने त्यस्तोलाई एलिक्जर केयर भन्ने स्याम्पू हो। यसको यो मास्क हो र यसको सेरममा आउँछ होइन वेल भन्दा भन्छ यसलाई। यो जस्ट के त भन्दा
त्यही पर्पजको लागि जसले कपालमा रिपेयर पनि गर्नुपर्नेछ, कपालमा साइनिङ पनि ल्याउनु पर्नेछ भन्नेको लागि चाहिँ एलिक्सर केयर हो। यो होम केयरको लागि होम केयर, तर यो पनि सल्फेट फ्री हो, प्याराबिन फ्री हो, कलरिन फ्री हो। स्पेसिफिक भयो नि त, ग्यास्ट्रिकको बिरामीलाई ग्यास्ट्रिकै सजेस्ट गऱ्यौँ नि त हामीले। अनि यही हो स्याम्पू लाउनु, यही मास्क लाउनु, तपाईँको भरिको ठिक हुन्छ भनेर भन्यो भने गलत त्यो काउन्सिलिङ हो नि त। त्यसपछि फेरि के भयो, कलर गरेको कपालमा टप केयर भनेको त यिनीहरूको शीर्षकै रिपेयर गर्छ भन्ने कुरा क्लियर छ। के अरे कलर गरेको कपाल क्रोमा केयर भन्ने छ। यसको काम के त कलर गरेको कपाललाई कलरको लङ लास्टिङ, कलरको साइनिङ गराउनको लागि चाहिँ यो स्याम्पू र यो मास्क, यो स्याम्पू र मास्क ठिक छ। अब सेरम उहाँले यही लगाउँदै यो सेरम चाहिँ मिल्यो। त्यसपछि कफीले लिँदै गएर सेलाउँदै पनि गयो नि त। भनेपछि ब्लिच गरेको कपाललाई यो भयो, कलर गरेको कपाललाई यो कलर गरेको कपाललाई दुवै सल्फेट फ्री भयो, तर अलग अलग काम हो नि त, अलग अलग प्रब्लमलाई अलग अलग स्याम्पू र मास्क हुन्छ भन्ने यो कुरा बुझ्नु पऱ्यो हामीले। यसपछि हाइड्रा केयर भन्ने छ। कसैको चाहिँ अब जाडोमा कपाल ड्राई हुने गर्छ, त नेचुरली पनि ड्राई हुन्छ नि, अनुहार पनि कसैको ड्राई हुन्छ नि नेचुरली। हो त्यस्तोहरूको लागि चाहिँ टप केयर त टप केयर नै शीर्षकमै भइहाल्यो। हाइड्रा केयर भन्ने बित्तिकै नेचुरल टाइपको ड्राई र कपालको लागि चाहिँ चाहिने स्याम्पू र मास्क ठिक छ। सबै सल्फेट फ्री हो, तर काम फरक फरक हो। यही फरक फरक अनुसारको कुराहरूले लाउन सक्यो भने कपाल राम्रो हुन्छ होइन। नभए अहिले के हुन्छ त भन्दाखेरि लाउँदाको दिनमा चाहिँ अहिले ठिकै चिल्लो चिप्लोले रिपेयर गर्दैन। जसले चिल्लो सुरुमै चिल्लो चिप्लो स्याम्पूहरू लाउनुहुन्छ नि त्यो रिपेयर हुँदैन, ख्याल गर्नु। यो के हो त भन्नुहुन्छ भने त्यो बुझाउनेले नबुझाइसकेपछि बुझ्नेले बुझ्नु भएन, उहाँले त्यही ठिक हो भने त्यही कुरालाई विश्वास गरिदिनु भयो। अन्यथा होइन, जहिले पनि तपाईँले बाटो खन्नु, बाटो पिच बाटो बनाउनुभन्दा पहिले ढुङ्गा गिटी बालुवाको लेभलहरू मिलाएर होइन, अनि सतह एकदम फेरि कतिपल्ट त्यो रोलरले थिचेर त्यसमाथि बल्ल अलकत्रा लाउनुहुन्छ नि त। अहिले भइरहेको के छ बजारमा भने ढुङ्गा गिटी बालुवाको लेभल सेबल नमिलाउ अलकत्रा लगाइदियो। त्यो भएर कसैको अहिले हेर्नुहुन्छ तपाईँले बजारमा हेर्नुहोस् त, यति धेरै ट्रिटमेन्ट भइरहेछ, यति धेरै स्याम्पू मान्छेले बेचिरहेको छ, यति धेरै मास्क भइरहेछ, कसैको कपाल बजारमा हेर्न राम्रो देख्नुहुन्छ देखिँदैन। खर्च उहाँले राम्रो गर्नुभएको छ र प्रपर एउटा काउन्सिलिङ प्रपर प्रोडक्टहरूको युज भएको छ। शैलीले पनि कति कुरा बुझाउन सक्नु, त्यो बुझाउनु पर्छ, त्यो बुझाउनु पर्छ होइन। जसले बुझाउनु भएको छ उहाँलाई राम्रो छ, जसले बुझाउनु भएको छैन राम्रो छैन। अब अर्को प्रोडक्ट हाम्रो छ बन्ड सेभर भन्ने। है बन्ड सेभर भनेको अब हाम्रो दिदीबहिनीहरू दाजुभाइहरूलाई कस्तो चाहना हुन्छ होला भने चिल्लो बनाइहालौँ, सिल्की बनाइहालौँ भन्ने हुन्छ। प्राण नै छैन कपालमा, प्राण नै नभइकन कहाँबाट चिल्लो हुन्छ, प्राण भर्नु पऱ्यो कपालमा, प्राण भर्नु पऱ्यो। बन्ड सेभर भनेको हाम्रो कपालमा पनि एउटा लेयर हुन्छ, पहिलो लेयर, दोस्रो लेयर, तेस्रो लेयर, अनि पहिलोलाई क्युटिकल बाहिरी लेयर भयो, त्यसपछि कोटेक्स, फेरि मिडुला हुन्छ। ब्लिचहरू पर्ने बित्तिकै त्यो कपाल के हुन्छ त पहिलो लेयर त गरेर बसिरहेछ। त्यो गरेर बसेको चिज चाहिँ के हुनु पऱ्यो, मुख बन्द गर्ने र खोल्ने हुन सक्नु पऱ्यो, क्षमता हुनु पऱ्यो। त्यसको लागि यो स्याम्पूले के गर्नु पऱ्यो, नुहाउनु पऱ्यो। यसले नुहाइसकेपछि टावलले ड्राई गरेर यो ल्यामिलर वाटर भनेको 9 सेकेन्ड कपालभित्र बसेको 9 सेकेन्डमा कपाललाई सल के बनाउँछ, साइनिङ दिने बनाउँछ। कोटेक्स भन्नेबाट गयो भने मिडुलामा पुग्ने बित्तिकै कपाल चुटिन्छ नि त। कोटेक्समा पुगेर यसले चौकीदारको जस्तो काम गर्छ कि त्यहाँबाट कपाललाई टुक्रिन दिन्न, बचाउने भयो। अनि बचाउने पनि भयो, अनि त्यसले के गर्ने रिपेयर पनि गर्ने। यो स्याम्पूले नुहाउने, ल्यामिनर वाटर लगाएर केही समय राख्ने होइन, मसाज त गर्नुपर्छ। त्यसपछि त्यसलाई नपखालिकन यो मास्क लगाएर 10 मिनट छोड्ने होइन। त्यसपछि पखालिसकेपछि टावेलले ड्राई गरेर अब सुक्यो भन्ने बेलामा यो क्रिम लगाएर होइन। त्यसपछि उहाँले अब जो ड्राई गरेर कपाल सुकाउनुहुन्छ नि, सुकाउनु भयो भने अब यो कपाल के हो, चुट्टिन थालेको कपाल हुन्छ नि, बन्ड ब्रेक भएको कपाल चाहिँ रिपेयर हुँदै जाने हो यो प्रोडक्ट होइन। त्यसरी के रहेछ भन्दा एउटै स्याम्पू र एउटै मास्कले सबैलाई ठिक हुन्छ भन्नु चाहिँ गलत हो। टप केयरभित्र त्यही भएर त्यही कुरा जनताहरूले बुझ्नु पऱ्यो। उहाँले बुझ्नुभयो भने उहाँको कपाल राम्रो भयो, स्किनमा पनि त्यही हो होइन। एउटै चिज सबै गर्ने भएको भए होइन, भातै मात्र खाएर यदि पेट अगाउने र शरीरलाई चाहिने न्युट्रिसन पाउने भएको दाल किन्न चाहिन्थ्यो होइन, अचार तरकारी किन्न चाहिँ हुँदैन थियो। त्यही भएर बुझ्नु जरुरी छ। त्यही भएर हामी प्रोफेसनल प्रडक्ट किन बेच्छौँ त भन्दा यसमा काउन्सिलिङ छ।
बिजनेस त गर्छौँ तर अर्कालाई राम्रो भएर कमाएको पैसा पो राम्रो भयो होइन आफ्नो सामान बेचियो तर क्लाइन्टको रिजल्ट आएन भने त राम्रो भएन त्यही भएर हाम्रो नेपाली बजारमा तपाईँलाई जानकारी गराउँ यो एलिक्सर केयर हामीले लिइसकेपछि थुप्रै कम्पनीहरूले लोकल कम्पनीहरूले के गर्न थाल्नुभयो त भन्दाखेरि एलिक्सर भन्ने शब्द राख्नु भएको छ कि